डाक्टरको खाँचो रोगीलाई मात्र हुन्छ, निरोगीलाई हुँदैन। मेरो खाँचो पनि पापीहरूलाई, दरिद्रहरूलाई हुन्छ, धर्मीहरूलाई हुँदैन। सबै शरीरको नष्ट हुन्छ, तर तपाईलाई थाहा छ कि छैन, हामी भित्र भएको आत्मा चाहिँ जो छ त्यो चाहिँ कहिले पनि मृत्युमा जाँदैन। आमीन। आत्मा चाहिँ मान्छेको मर्दैन अनि शरीरमा हुँदैन। मान्छेले आफ्नो आत्मालाई ठेगान लगाउने हो, मान्छेले आफ्नो आत्माको सुनिश्चित गर्ने हो। त्यही कुरा चाहिँ बाइबलले सिकाउँछ। अनि उहाँले भन्नुभयो, यीशु प्रभुले यूहन्ना 14:6 बाटो सत्य र जीवन चाहिँ म नै हो, मद्वारा मात्र तिमीले त्यो अनन्त मुक्तिलाई प्राप्त गर्छौ। किनभने स्वर्ग मुनि यस धरतीमा मानिस जातिले मुक्ति पाउन हो भने, उसको आत्माले स्वर्गको बास हुनु हो भने एउटै मात्र नाउँ दिएको छ, अनि त्यो नाउँ चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। किनभने यीशु प्रभु परमेश्वर भएर पनि कन्या मरियमद्वारा जन्मनु भयो, मान्छेको पापलाई चाहिँ उहाँले बोक्नु भयो। लेखिएको छ येशू प्रभु धर्मी हुनु